तपाईलाई केही चाहिँदैन उसबाट केही चाहिँदैन किन किनभने अब उसको अवस्था पनि म बुझ्छ नि त तपाईले माया गर्नुहुन्छ अझै श्रीमानलाई माया लाग्छ त्यही भएर उसलाई मलाई जस्तो चाहिँ उसलाई नगरोस् भन्न चाहन्छु म चाहिँ खुसीले राखोस् छोरीको जिन्दगी हो मलाई जस्तो अरूलाई नखेलाओस् जस्तो लाग्छ नरुनु नरुनु म दुःख दिँदैनौ सकेसम्म ऊ खुसीले बसोस् म जति दुःखमा भए पनि ऊ दुःख नहोस् मेरो गल्ती केही पनि थिएन अनि म घर आउने भने घर आउनु दिएन अनि मान्छेको बिचमा किन झगडा गरेर बेइज्जती गर्नु भने उसको कुरा सुनेर म काठमाडौँ गएको थिएँ काठमाडौँ गएपछि मेरो मोबाइल पनि दिएन मेरो सिमहरू पनि सबै भाँचिहाल्यो मोबाइल पनि उसैले कब्जा गरेर फुलमा मोबाइलले हान्दिनँ लातले हान्दिनँ अनि त्यस्तो गरिरहन्थ्यो अनि घर जान्छु म मलाई घर जान दियो भने मलाई त्यसलाई डिभोर्स चाहियो अरे 60,000 पैसा दियो अरे अनि उसलाई डिभोर्स दियो अरे मैले अनि सबै गाडी भाडा सबै उसलाई मैले बेहोर दियो अरे भनेर मलाई भन्नुभएको थियो अब आफ्नो छोरीलाई अब भनेको जस्तो गर्न पाएको छैन नि त भने जस्तो खाना लाउन दिन सक्यो छैन आफ्नो स्थिति यस्तो छ काम पनि त्यति गर्न सक्दैन पहिला त डन्डीहरू अब वालमा काम हुन्थ्यो अहिले त यहाँ प्लास्टर लगाएर अलिकति काम अलिकति कम छ पहिला काम अलिकति ऊ हुन्थ्यो धेरै गाह्रो हुन्थ्यो नि त सकेसम्म ज्यामी काम गर्ने मान्छेहरूलाई पनि गलत नसोचोस् होइन राम्रो सोचोस् जस्तो लाग्छ गलत नभनोस् जस्तो लाग्छ किन होला गलत भन्ने चाहिँ अब खै पुरै मान्छेले गलतै सोच तपाईलाई किन नराम्रो भनेछन् कसैले के कुरा गरेर भन्छ नि ज्यामी काम गर्ने मान्छेहरू त यसरी हिँड्छ उसरी हिँड्छ भनेर भन्नुहुन्छ तर आफ्नो आफ्नो ठाउँमा छ मान्छेको बच्चाहरूले त सबै कुरा माग्छ दिन्छ मम्मी मलाई पनि चाहिन्छ भन्छ त्यति बेला मन धेरै रुन्छ आफू यस्तो नभएदेखि भए त हुन्थ्यो जस्तो लाग्छ सक्दैन मेरो शरीरले काम गर्न छोडिसक्यो त्यही त हो नि त्यही सबै त्यो लारक्लुर हुन्छ शरीरहरू यस्तो यस्तो जिगेर कहिले सास फेर्न गाह्रो हुन्छ अनि त्यति काम गर्नै सक्दैन श्रीमानले छाड्नुको कारण त खै अब त्यसमा मै बुझ्न सक्दैन अब घर थियो घरमा आएर बस म घरमै छु भन्दा पनि आउनु भएन अब उसको न त्यसरी नै भएर न उसले घरै आउनु नदिएको अखिरी म अब मेरो भएको भए त म बिहे गरेर बस्थेँ होला म बिहे गरेको छैन अखिरी उसले ल्याउनु कारण पनि के हो त्यो पनि म बुझ्न सकेँ होइन सबैलाई अब के भन्नुहुन्छ भने अब जतिजनाले हेर्नुहुन्छ है सबैजनालाई नमस्ते अब सकेसम्म अब के भन्नु र खै राम्रो भनोस् राम्रो गरोस् होइन सके राम्रो भनिदिनु होला नसके नराम्रो नभनिदिनु होला त्यति हो अब मेरो श्रीमानको पनि केही कुराहरू राखिदिन्छ होइन उसले जति चाहिँ यो भिडियोहरू हेरिरहेको होला उसको लागि पनि म के भन्न चाहन्छु भने उसलाई म दुःख दिँदैनौ सकेसम्म ऊ खुसीले बसोस् म जति दुःखमा भए पनि ऊ दुःख नहोस्